Kangaroo in the house. दादा बाबु दुईटा रहेछ नि त यहाँनिर गुड मर्निङ एभ्रिवान अनि आज हामी बिहानै उठेका छौँ बिहानै किन उठेका छौँ भन्दाखेरि हामी आज जाँदैछौँ च्याउ खोज्न अनि चिया खोज्न चाहिँ यहाँबाट लगभग 1.5-2 किलोमिटरभन्दा माथि जान्छौँ हामी अनि होपफुल्ली आज जङ्गलमा च्याउ भेटियोस् सो त्यही कामना छ अनि दिस इज द मर्निङ भ्यू ल लागौँ यताबाट ओहो यहाँ त यस्तो भारी छ पहिरो सहिरो आएर अल राइट सो हामी चाहिँ हाम्रो पहिलो सोडा पुगिसकेका छौँ अनि म त स्योर छैन है मलाई एउटा जङ्गली च्याउ पाए पनि मलाई इनफ हो अब आजभोलि फल्याछ छैन थाहा छैन त्यही भएर हामी यहाँ पुगिसक्यौँ अनि म चाहिँ जान्छु अनि हामी जाँदैछ यता हो सो यो लेट्स गो च्याउ पाइयो भनेको खुसी भएको त सो यो चाहिँ विष्य हो जो चाहिँ खान मिल्दैन या मलाई च्याउ पायो सोचे फर्स्ट टाइम आउने बित्तिकै पायो सोचिरहेको क्या म त कहाँ त्यति सजिलो हुनु अनि मसँग त्यस्तो च्याउ खोजेको त्यस्तो धेरै एक्सपिरियन्स त छैन बच्चामा खोजिन्थ्यो खासै पाउँथेन मैले बच्चामा पनि अनि आज पनि म स्योर छैन कि पाउँछु पाउँदैन सायद यस्तो फिल आइरहेको छ कि मान्छेले खोजेर गइसक्यो यता च्याउ भन्ने जस्तो फिल आइरहेछ यसलाई भन्छ कंगारू यो चाहिँ खान मिल्छ जङ्गली फल हो तपाईँहरूतिर के भन्छ र कंगारू इन द हाउस यो भनेर राधा यार यो खाना भालु नै आएको हुन्छ आउँछ अरे क्या म त बिहानै आउने सोचेको थिएँ ढिला भइहाल्यो अलि ढिलो उठियो यहाँ मान्छेहरूले सायद खोजेर पनि लग्छ क्या होला मा खुट्टामा सराम सुरुम पो हुन लाग्यो जुगा लाग्यो क्या ल सँगै खोजौँ मलाई एउटा च्याउ पाए पनि इनफ हो धेरै एक्सपेक्टेसन राखौँ लेट्स सर्च टुगेदर है त लेट्स गो फर च्याउ हन्टिङ कहीको छानो हो यो कहीको छानो हो भन्नु कहिले च्याउ खोज्दा आएको एक च्याउ पनि नै राखेको हाम्रो लागि बिहान यति हो पाएको च्याउ त्यही हो यहाँ च्याउ उम्रिनलाई आएको छु कि च्याउ खोज्दा आएको हुन्छ खुट्टा गाडी हेर्दै लामो पाएन हेर च्याउ खोजी खायो भए पो हुन्छ रड ल्यायो क्या अहिले क्या मान्न लाग्यो भने चाहिँ बमबुढी लाग्यो क्या सबैले खोजी खाइहाल्यो ओहो दाइले चाहिँ च्याउ पाउनु भएको रहेछ त्यही पनि यत्रो ठिक छ किन च्याउ उमद्दा लाग्यो हुन्न दाइ तब त यहाँ हुलाकममा पाइन्छन् भन्न छ यहाँ च्याउ खोज्दै भने बासा हुन्छ बासा च्याउ खोज्ने मुसा गाल बुझिन्छ कट्टाभरि गालिन्छ बासा दाइ लास्ट टाइम च्याउ पाएन भने बासा दाइको अदरबाट त नभए च्याउ दियो होला भने अरे गडानमा गयो भने गाली त नै दिँदैन उदाइका त
यो नै दुई आइछ यो चुइन्छ कि नै नाइ नै चुइने हो पाला ए पाला हालेछ म त्यो ठिक 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 रु बाख्रा हो साथै परे म क्या बनाएको त परे म लागोल ओहो मच्छर जस्तो लप्छ नि नै नाइ मछा नै मछा त नि आउला दोरा बोल जान्छन् यहाँ लिएको कहिले देखायो याद है भइगएन गाई अब 10-12 दिन एकादशी खाएको त एकादशीका दोहोरा दि अघिल्ला दिन आएको एकादशी एक आएको अब कहिलेसम्म हुन्छ यहाँ अब कहिलेसम्म हुन्छ बर्खै सकिएपछि होला अब खाइसक्यो अब बर्खा अब म पनि बेला आउँदो यो छाना घर बनाउनु पऱ्यो बनाओ बनाओ घर बनाउनु पऱ्यो त्यहाँ हाम्रो रोडसम्म दोहोरा गरासम्म अझै त घर बनाएको हामीलाई उदिने भन्न लाग्छन् लाल ऊर्जा हामी पनि सुकुम्बासी हो भन्नु पऱ्यो हाम्रो केही आछि हजुर यही हो भन्नु पऱ्यो क्या बनाउनु लागेको ता बनाउनु चा ठिकै छ ल म काहीँ जान्छु काहीँ पाएँ भनेपछि निकै भइकन बाछे है हँ खाना नखाइजल्लै म कहीँ जाने अहिले कहिले बजेर बाइक ल्याएको छ कि हटीबाट टाउ पनि माने अझ ओहो यति टाढा कट्टो छ भने माने अडी परे सुग्लीमाटी त होला बस्छ है कोदे गड्यान कोदोको गडामा आएको छौँ अनि यहाँ चाहिँ पाउँछ जस्तो लागिरहेको छ क्या मलाई चाहिँ झिल्ली ल्याउन त गए सो हियर इट कम्स फर्स्ट च्याउ साला यो च्याउ भन्डानेको त ढुङ्गा रहेछ झिल्ली ल्याउन झिल्ली मैले त च्याउ भ्याङ्कर पाएँ मजा गरे एक नानो कुपिल्लो पा ए यस्तरी फल्छ क्या च्याउ ए यो चाहिँ कोपिल्ला सानो यसलाई छोडिदिन्छ मामी यो भोलिको अरूले उमार्छ अनि यो चाहिँ तर यो भाँचिन्छ होला यार कस्तो कमजोर जस्तो लाग्यो प्याट्ट भइहाल्यो भाँचिहाल्यो लुक सानो हो कत्रो पायो होइन सानो हो यो नानो हो दाइ पहिलो हन्टिङ सफल म आएको देखेर ऊ पनि आयो ल आधाहरूले नयाँ फेरि के भन्छ कैका गडा हुन् तम्रा हुन् कि अनि सबै च्याउ खोजिसक्यो क्या हाम्रो लागि राखेन द खुही गडामा च्याउ हुन भन्दा सुनेको थिएँ कति पाए कति न कति पऱ्यो घोगा गएर एउटा गएर खोजु भने माने आउँरे अझ कहीँ बनेर भनेर कहीँ बन्दुक हान्दिन्न कोही दाइ कहाँ त हजुर च्याउ खोज्दा लाउनु क्या दाइ पनि यति हो के का लागि कति घर लाउन भ्या त्यहाँ कि घरै यहाँ कि घरै कि बुढाबुढी छुट्टा जान भ्या त्यसै भने क्या अब ए काजी तैँले पाइने यार अब जान्छौँ हामी बाजेको छानोमा बाजेका छाना दुधसो पाउँछ भने लिएर जान्छौँ बजे ओ बजे कहाँ छौ
को हुना हो मु यही पुग्यो त ताजै छौ ताजै भए नि बाजालाई परेमा भेटाएको थिएँ आज दुध खाल दुध लाग्छ आज माजु न दुध लाग्छ किन दुध छ कि भने आज खिर खाउने अरे ओइलो कि अहिले छ भने अहिले लैजाऊ पर म आज नि बिसाएको छ त नानु नानु तैँले उन्ने लैग्यो तैँले बाजे भन्न लाग्थेँ कन्या कन्या पो लैग्यो भन्न लाग्थ्यो तैँले उही काम उहिलेको त्यो पोती आमना चेलालाई खुवाउनु पाठो मूल्यको भनेर खुवाउन लागि उन्ने लैग्यो बा यत्रो रहेछ लैजानु भयो उठी कहाँ पाउने आए दुध तँ दिपाको डर मान्न त मे नै ऊ बाघ आएको ओइलोको दुध लैजाने यति लैजा हालिदिनु भयो काहीँ नहालिदिउ उठी दया राजा भाँडो त ल्याएको नै मैले पनि हुन्थ्यो हुन्छ हुन्छ है भोलि बरु आउँला उठ्यो बेली भन्न लाग्यो हामी भोलि खिर खाने त्यही गाई म जित्दा त्यही गाई म खाने हुनु बाबा हाउटी नाइ करि भने नै ठिक छ परे हुनु नाच्ने दे पर माछा नि उसाएको त दुध खाल्दैन कि नै दुध त खासै खाने उनी नो माछा नि बिसाएको छ त्यसै हालिदिउ लैजानु भाइ नै हुन्थ्यो अब घुगा उन्ने खाना बनेल सनेल ल्याउ भइगयो जुन पढायो त्यो साइड ल्याउ 2 ल्याउ भाइ धेरै जन ल्याउ तु जाइ हुनु भाइ परे बार छ अब कहिले आउला भइगयो बजे ल अरे अझ साउन्ड ल्याउ उही गाई मलाई सोध्थौ दी बा मिलाइदिए ल भने नै बेलपोरी हुन लाग्यो आउनु बेलपोरू भराका हुन्थ्यो आफू जित्दै आयो भने त मैले सक्दैन है अब त्यही पनि ठिकै छ हुन्थ्यो छाड्दियो ओहो यहाँ त दाइले त यहाँ यत्रो ठुलो छाता पा अब बजेले भोगा दियो भोगा ल्याइया के झिल्ली सिल्ली छ कि ल्याउन दाइले यहाँनिर कहाँ पाउँछ च्याउ जाम भन्नुभयो त जाउँ स्कुली माथि यहाँ चाहिँ कहिले काहीँ यसो विकेन्डतिर यसो बस्ने गरेर आयो भने ठिकै हुन्छ हजुर ए रोक त्यो च्याउ हो र ए रहेछ दुईटा रहेछ नि त यहाँनिर प्याट्ट भइहाल्यो भाँचिहाल्यो दाइलेबाट आएको म त त्यस्तै हो ए नानो तैँले त्यति पनि पाछि म्यान अझ तैँले अर्को पाउनु भयो यार एउटा च्याउ पायो भने नानो भन्नु यार तैँले त्यति नि पाछि अर्को च्याउ यो ठिक छ अलि जरा हाल्छ कि यो अलि ओसिलो ठाउँमा पाएर रहेछ के भयो जान त अनि ल कसले केही भन्दैन मैले एउटा भए पनि पाउँछ अब दाइले घर नजिकै पाउनु भएको रहेछ मान्नेर तल बजेलाई भेट्न गएको थिएँ त्यो दाइले त यहाँबाट पाएर आयो तर मलाई दिनुभयो अनि बजीले घुगा आनिदिनु भएको छ ल सी इन द नेक्स्ट वान बाई I am who I'm meant to be. I am who I'm meant to be. Over and out again. जुगे बिना बर्खा त अनि कहाँबाट कम्प्लिट हुन्छ त अनि So I could see how you